ल नमस्ते, म ऋषि परियार, मेची महाकाली उल्टो पैदल यात्रा। आज 2 महिना 2 दिनको दिन म हाम्रो महाकालीको सिमाना, नेपालको सिमाना तपाईहरुले देखिरहनु भएको छ, पश्चिमको गोड्डा चौकीमा आइपुगेको छु। यो हाम्रो नेपालको सिमाना हो। 7 नम्बर आजदेखि मेरो यो उल्टो पैदल यात्रा, यो भिडियो म बोल्दैछु। यो उल्टो पैदल यात्रा चाहिँ यही समापन भएको छ। तपाईहरुले भिडियो खिचिरहनु भएको छ, चाहिँ यो भिडियो चाहिँ हाल्नु हुनेछ भन्ने कुरा म आशा राख्न चाहन्छु। यो मेरो 62 दिनसम्म मेचीदेखि महाकालीसम्म आउने बेला धेरैले साथ दिनुभयो, सहयोग गर्नुभयो। ल